सबैको एउटा साधारण मतलब चेन्जी यहाँ कसैलाई नेता बनाउने कसलाई के बनाउने भन्ने कुरामा नजाउँ कसैको संयोजक कहाँ के होइन यो परिस्थितिलाई निर्मूल गर्नका निम्ति यो यसरी फाटेको छ यो ठाउँमा ल्याउनका निम्ति एकजुट बनाऊ त्यसो हुँदाखेरि अहिलेको परिस्थितिलाई यो अहिले म क्लियर भन्छु छोटो कुरा हिजो पनि मिडियामा कुरा राखिसकेको अस्ति पनि कुरा राखिसकेको छ अब मिडिया धेरै गइसक्यो त्यसो हुँदाखेरि ठ्याक्क टु दी पोइन्ट गर्ने टु दी अब कहाँ भेट्नुपर्छ त्यहीँ कोसँग भेट्नुपर्छ त्यहीसँग मैले आज यहाँ भेट्न आउनुको मुख्य कारण भनेको सबैसँग कुरा गरौँ सबैसँग भेटौँ को कहाँ छ सबैलाई फोन आउँछ फोनमा आउँदा कोठामा आइज अब एउटा कोठामा त होइन नि त निर्णय गर्ने त सडकमा आन्दोलन भएपछि सडकको निर्णय त्यसो हुँदाखेरि यस्तो भने हामी निष्कर्षमा पुग्नु अब यो के हो भन्दाखेरि हामी होटलमा बस्नका निम्ति यो जेनरल मान्छेले आन्दोलन गर्यो कसैको नेतृत्वमा छैन यसो त यो आन्दोलन यहीँ बस्छ मतलब अब आन्दोलनका निष्कर्षहरू बस्न परेन यहीँ बस्छ किनभने आजबाट उठ्यो भने यदि आजबाटै निष्कर्षमा पुग्न सकिएछ र मान्छेसँग सबैसँग संवाद गर्न कोअर्डिनेसन गर्न सकिएछ भने भोलिबाट मतलब एउटा निर्णय दिनुपर्छ हामीले धेरै दिन गरेर हुँदैन त्यसो त सबैजनाले अब जुन तरिकाले साथ दिनुभएको छ अब एकजुट भन्ने बेला हो अब हामीले यो आन्दोलन जसरी गरेका थियौँ एकजुट भएर र एकजुट गर्नुपर्छ र हाम्रो माग र एजेन्डा कुनै हुन् जो आजले किने त्यो फेरिने पक्षमा छैन अब उहाँले नमस्कार प्रवेश सिलिङबाट राखिसक्नु भएको छ आज हामीले वास्तवमा बिर्सिनु हुँदैन जसले आफ्नो रगत बगाएर देशको राष्ट्रको हितको लागि आफ्नो ज्यान बलिदान दिनुहुने शहीदहरूलाई के भन्न चाहन्छु भने उहाँहरूको सम्मानना आज जलाएर उहाँहरूलाई समवेदना व्यक्त गर्न चाहन्छौँ र के पनि भन्न चाहन्छु भने शहीदहरूले जुन रगत बगाएको छ जुन उद्देश्यको लागि बगाएको थियो त्यो उद्देश्य प्राप्त गर्नुको लागि अब हामीहरूले कार्यान्वयनको पक्षमा लानु जरुरी छ म यो सरकारलाई के भन्न चाहन्छु भने यो सरकार नागरिकको सरकार हो त्यसैले नागरिकको आवाज सुन्नुपर्छ लोकतन्त्रको विकल्प राजतन्त्र होइन लोकतन्त्रको विकल्प लिबरल डेमोक्रेसी उन्नत लोकतन्त्र हो जहाँ सबै नागरिकको आवाजहरू सम्बोधन हुनुपर्छ एउटा अरबपतिको नागरिकको एउटा गरिब नागरिकलाई समान व्यवहार हुनुपर्छ र देशमा सबै नागरिक समान अधिकार हुनुपर्छ भन्ने हाम्रो मागहरू छन् हाम्रो एजेन्डाहरू हामीले सबै राखिसकेका छौँ यहाँ हामी आज एजेन्डा राख्न आएको होइन हामीहरू दुखित घडीमा छौँ यो एजेन्डाहरू कार्यान्वयन गर्ने पक्षमा छौँ र यो एजेन्डाहरू तत्काल कार्यान्वयन हुन्छ भन्ने कुरा हामी आज छौँ भन्न चाहन्छु यो नागरिकको सरकारसँग हाम्रो अरू जेएनजीका नि सुनौँ न हामी पब्लिक छलफलमा छौँ ओपन मिटिङमा यसमा के भन्न चाहन्छु भने हामी सबै